Good morning guys, how are you all doing? Welcome back to my channel. So हजुरले अगाडिको भिडियोमा हेर्नुभएको थियो होला हैन, हिजो चाहिँ हामी डेड एनलमा गएको थियौँ अनि आज चाहिँ भर्खरै उठेको. सो यो भयो हाम्रो हिजो मैले मगाएको ट्रेडमिल हैन. अनि मैले बिहानै उठेर टक्कसँगले यहाँनेरि चाहिँ योगा स्ट्रेचिङहरु गरे. मेरो अहिले पनि यो पछाडिको गराउन चाहिँ एकदमै धेरै दुखिरहेको छ क्या. अनि यहाँनेरि मैले एकछिन 5 मिनेट हिँडे. प्रशान्त चाहिँ जिस्किनको लागि हिँड्नुहुन्छ गाइस. एक मिनेट यति अल्छी मान्छे हुन्छ. पानी नछिर्काउनु है मलाई प्लिज भन्दैछु. हेर न मलाई कति हिंसा छ. मैले नै भात पस्किनु पर्ने गरे. गाइस हजुर हेर्न सक्नुहुन्छ हाम्रो खाना पनि मैले पस्किसकेको छु. अनि हाम्रो भेराइटी हेर्नु न, भेराइटी कति भेराइटी हुन्छ. यो चाहिँ मेरो खाना भयो हैन. सो खाना चाहिँ मैले एकदमै थोरै लिएको छु. 50 ग्राम त त्यति लिटरली एक गाँस सके हैन. अनि त्यसपछि यो चाहिँ भयो टक्कसँगले मुन्टा. अनि यो भयो ब्रोकली, यो भयो आलु भुजिया, यो भयो करेलाको अचार, यो भयो काँक्रा, यो भयो अर्को अचार. त्यसपछि त्यहाँनिर छ हाम्रो दाल अनि एक ग्लास मही पनि छ है. अनि यो चाहिँ भयो प्रशान्तको. यति धेरै भेराइटी छ हाम्रो अहिलेको दिदी हैन. यस्तो खतरा हुनुहुन्छ, यति धेरै भेराइटी बनाइदिनुहुन्छ हैन. अझ यसमा अन्डा पनि थियो. अन्डा चाहिँ अघि डढो हैन, त्यही भएर अन्डा चाहिँ खान पाइएन. अनि यो चाहिँ भयो मही. छुट्टी भयो तर माया मिठो खा. मेरो गाइस भात मेरो हात न मेरो भात नि एक गाँस भात छ क्या. यति भात छ क्या. अब सब्जी खाँदै बस्नु पर्यो यार. के गर्नु मोटाइहाल्छु. मिठो खा. कर्लाको त यहाँ त कर्ला. सो गाइस हामीले चाहिँ खाना पनि खायौँ. अनि अहिले चाहिँ मलाई अब जानु छ पसल महारानी कलङ्की हैन. अनि प्रशान्तले चाहिँ मलाई च्यालेन्ज गर्नुभएको छ कि 10 मिनटमा निस्किहाल्छ भने चाहिँ पुऱ्याइदिन्छु, नभए पुऱ्याइदिन्न भन्नुभएको छ. किनकि कुरा पनि अफिस जानुपर्छ नि त, अफिस जानु ढिलो हुन्छ नि त उसलाई. त्यही भएर सो म चाहिँ अब छिटो 10 मिनटमा रेडी भइहाल्छु फटाफट. अनि हामी जाने महारानी कलङ्की, नभए फेरि प्रशान्तले पुऱ्याइदिनु न. सो त्यही स्किन केयर गर्छु, लुगा लगाउँछु, त्यति मात्र हो. सो गाइस म चाहिँ रेडी भयो अरे. अब चाहिँ हामी जाँदैछौँ पसलतिर. अनि प्रशान्तले पुऱ्याइदिनु हुने भयो किनकि म छिटो रेडी भइहालेँ नि त फटाफट. एन्ड आजको मेरो ओडिडी चाहिँ एकदम सिम्पल यो नेभी ब्लू कलरको टी सर्ट अनि जिन्स प्यान्ट लगाएको छु. तल गएर चप्पल लगाउँछु होइन. द्याट्स इट. अनि अर्को भनेको चाहिँ मेरो ब्यागमा जहिले पनि यो ट्राइपोड हुन्छ क्या. म जहाँ जाँदा पनि ट्राइपोड बोकेरै जान्छु. भिडियो बनाउने कन्टेन्ट क्रिएटर भएपछि एउटा ट्राइपोड त चाहिने हाल्यो होइन. पसलमा पनि भ्लगहरू बनाइरहेको हुन्छ नि त. त्यही भएर स्ट्यान्ड जहिले पनि लिएर हिँड्छु. प्रशान्तको ओडिडी कहाँ एकोरेको माया. यो चाहिँ प्रशान्तको फिट देखाएको त माया. घुम त. त्यही उसको बेसिक टी सर्ट, लुज फिटिङ प्यान्ट अनि यो न्यू ब्यालेन्सको सुज. हियर वी गो. म चाहिँ होइन जुत्ता लाउने खालको मान्छे होइन कि. मेरो हाइट एकदमै सानो छ नि त. अनि त्यो स्पोर्ट्स सुजले त पुड्की देखिन्छ. त्यही भएर म जहिले पनि अलिकति पनि हाइट दिने खालको चप्पल लाउँछु होइन. अनि अर्को कुरा भनेको मलाई जुत्ताहरू खासै मन पनि पर्दैन. मलाई त्यो खुट्टा एकदमै गुम्सेको वाला फिलिङै मन पर्दैन क्या. जुत्ता त्यो मोजा त्यो मलाई मन पर्दैन. त्यही भएर म जहिले पनि खुल्ला खालको चप्पल लाउँछु. सो हामीले चाहिँ होइन डेजीलाई यहाँनिर मम्मीहरूकोमा छोडिदियौँ, महारानी जडीबुटी. सो डेजी त यहाँ मम्मीहरूसँग बस्छ क्या. अनि प्रशान्तले चाहिँ डेजीको खाना त्यसको घाँटीमा बाँधिदिनु भएको थियो क्या. लिएर जा आफ्नो खाना आयो भन्दै टुक बोकेर गयो. अनि त यस्तो खुड्किँदाको उफ्रिन खोज्यो कि लडी हेरे लडी यस्तो भयो क्या. उसको त अब उफ्रिँदाखेरि एउटा वेट एस्टिमेट गरेको हुन्छ नि त. अलि धेरै अगाडि भारी छ अनि उफ्रिँदाखेरि त झट्ट लडिदियो अगाडि. सो अब चाहिँ हामी जाँदैछौँ महारानी कलङ्की. सो गाइसमा चाहिँ महारानी कलङ्की पनि आइसके. पुरै खाली छ है पसल चाहिँ. यहाँ हाम्रो आन्टी बस्नु भएको छ. यहाँ रोशनी मोबाइल चलाइछन्, काम छैन. सन्ध्या पनि मोबाइलै चलाउँदैछन्, रिप्लाई गर्दैछन् क्यारा है. ल फेरि नि आइदिनु न. जाडो हो एकैछिन. विराटनगर बसेको भएर होला. को पढ्न थाल्यो फेरि हो माइक्रो. कति पछि बुक देखेको कस्तो लाग्दो रहेछ यार. कलेज जान्छु, पढ्छु. हिजो घर बसेर अकाउन्टको पढेँ, आज म्याक्रो इकोनोमिक्स पढ्छु. ल भन व्हाट इज अकाउन्ट. हिसाब पो गरेको मैले.
वर्कसिट अनि ट्रायल ब्यालेन्स वाट इज ट्रायल ब्यालेन्स कस्तो त्यो ट्रायल ब्यालेन्स भन्ने हुँदै हुँदैन ल भन सन्ध्या वाट इज अकाउन्ट भन अकाउन्ट मैले अब जमानामा पढिसक्यो अब आउँदैन मलाई म त हिजो अकाउन्टको गर्दा त सब युट्युबमा दिमाग लाउन यार वाट इज अकाउन्ट भन्छ नि अकाउन्ट भनेको हिसाब किताब हो सबै मिलाएर राख्ने त्यसलाई अकाउन्ट भन्छ भन्नु नि यार तिमीहरू त वाट इज अकाउन्ट भन्दा हिसाब किताब बेसिकली अहिले चाहिँ हाम्रो धमाधमी साउन कम्बो प्याकेज प्याक हुँदैछ सो रोशनी तिमीलाई चाहिँ यसरी अरूको बोयफ्रेन्डको अर्डर प्याक गर्दाखेरि कस्तो महसुस हुँदैछ जेलस हुँदैछ जेलस हुँदैछ जलस हुँदै हामी प्याक गर्दैछौँ तर जेलस हुनु पनि कुरा पनि छैन माया गर्छ नि हाल्छ नि सन्ध्यालाई जेलस भएको छ जस्तो लाग्दैछ सन्ध्यालाई त एकतिरबाट जेलस पनि भएको छ अर्कोतिरबाट ठिकै त हो आफ्नो माया गर्ने मान्छेले दिइहाल्छ नि भन्ने कुरा त्यही त यार राम्रो एकदम राम्रो म पनि अब प्रशान्तलाई माग्छु साउन कम्बो प्याकेज चाहियो मलाई भन्दै त्यही भनिहाल्ने हो कि माग्छु भने त्यही भन्ने हो कि मायाले यो भिडियो हेर्छु नि चाहियो मलाई जसरी साउन कम्बो प्याकेज आज बेलुकासम्म आउनु पऱ्यो भने हरियो टिका पनि लागिसकेँ चाहियो ल चाहियो अहिले 4 बजिसकेको छ म अहिले पनि महारानी कलङ्कीमै छु हामीले चाहिँ रोटी र सब्जी खाजा खायौँ होइन अनि अहिले चाहिँ अब रोशनी रेडी हुँदैछन् यहाँ भिडियो कन्टेन्ट बनाउनको लागि सन्ध्या यहाँनिर हाम्रो भोलिको कन्टेन्ट प्लान गर्दैछन् अनि भोलि हामीले यस्तो खतरा साउन स्पेसल कन्टेन्ट प्लान गरेको छु के भयो कस्तो भनिदेऊ त कस्तो भयो भोलिको प्लानमा एकदमै सन्ध्या कस्टमर बन्छन् होइन यस ऊ चाहिँ मेहन्दी लाउँछिन् हातमा अँ। अनि त्यसपछि यसो 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 गरेर देखाउने यसलाई यता पल्टाउनु यसलाई उता पल्टाउनु हातलाई तल झार्दैन तललाई उयो झोला छ सुरुवाललाई उस बिचमा पार्दिनु मेहन्दी बिग्रिन्छ मेहन्दी बिग्रिन्छ नि अनि के गर्नु मिल्दैन खोइ उतातिर हरा जस्तो उतातिर खोज्नुस् उता माथि लुगा छ त्यो टिप्नुस् है त्यो कुर्सीमा टुलमा बसेर अनि साइज सो यो चाहिँ कस्तो भन्दाखेरि एकजना कस्टमर बनेर आउँछ होइन अनि भोलि चाहिँ हामी मेहेन्दी लाउने होइन म रोशनीलाई मेहेन्दी लगाइन्छ अनि मेहेन्दी लाएर बसेको हुन्छ हाम्रो महारानीको मान्छे होइन अनि सिस्टर उहाँ यहाँ छ अनि साइज निकालिदिनु भन्छ उहाँ गएर उहाँ निकाल्नु भन्ने उसको हातमा मेहेन्दी हुन्छ त दलिन्छ नि त त्यही भएर उहाँ झोला तानेर हाल्नु ए यहाँ गलामा 1000 रुपियाँ त्यहाँबाट फिर्ता दिनु नछिर्नु नि गरी भन्दै हुन्छ नि कमेडीवाला भिडियो बनाउने क्या अनि कस्टमर चाहिँ गरेर रिसाएको बेला यस्तो भिडियो हामीले प्लान गरेको छौँ भोलिको लागि है सो आजको चाहिँ हाम्रो प्लान फेरि यति छ है आज हामीले प्लस साइजको भिडियो बनाउँछौँ कम्बो प्याकेजहरू 5वटा बनाउँछौँ रोशनीले 2टा बनाउँछौँ छम्मक्क छ दुईटा लुगाको व्हाइट कटरमा देखाएर बनाउँछौँ अनि प्याकिङ भिडियो 2-3वटा बनाउँछौँ रोशनीको वाट्स इन माई ब्याग गराइदिउँ हामी यो देखाउ त वाट्स इन रोशनी ब्याग है गाइज यिनको त धेरै प्युरिटीको ओट सिड वाटर मोइस्चराइजर कोसेरसको सनस्क्रिन गाइजहरू कति धनी छन् बाफ्रे केमिस्ट प्लेको डियोड्रेन्ट के आमामा हिरा चाँदी सुन मोती टाउकोमा लाउने उसको ओरिजिनल स्नेल आमामा यति त मेरो पनि छैन यार मलाई के भन्छ मान्छेले दिदीलाई खोल्नै आउँदैन कति स्यालेरी दिन्छौ हो भन्दै भन्ने पनि छैन मान्छेले फेरि स्किनको टिन्टेड सनस्क्रिन यो चाहिँ खोइ के हो यो खोइ के जाति लिपस्टिक यहाँ अरू यहाँ छ लिपस्टिक पहिला यो स्किन केयर यो स्किन कुवाको सनस्क्रिन अनि यहाँ चाहिँ 2-3वटा यो लिपको प्रोडक्टहरू छ मोइरा मामाअर्थ त्यसपछि यस्तो लिप चेन यो चाहिँ महारानी कलङ्कीको गाइज यो चाहिँ इन्का फेरि हिरा मोती सुन चाँदी चाँदी अनि यो पनि हो यो पनि टिटिडको फाउन्डेसन एकदम यहाँ पनि के छ आमामा लिप ग्लस एउटा भोलुम मस्कारा यो के जाति हो नि एउटा यो चाहिँ लिप लाइनर अनि यो चाहिँ मोइराको आइब्रो जाति यो आइलाइनरहरू भयो यो चाहिँ सबै यो गाजल हो यो चाहिँ मेरो पनि छ ए लिप लाइनर राम के हो यो लिपस्टिक राम यो एउटै ओठमा लाउने हो त सिस्टर कति म्याक कम्ता महँगो पर्छ यो म्याक आज अर्को पनि आएको छ निगो मलाई ल सकिसकेको रहेछ अर्को वाला कला छिटो देखाम न गाइज यार छिटो ल यो खोइ के जाति ब्लस के ब्लस के रे आइलाइनर पेस्टल ब्युटीको डिबी हाइलाइटर यो कन्सिलर अनि त्यसपछि अब धेरै छैन है यो राम खोइ के जाति यो लिप लाइनर चाहिँ मलाई साह्रै मन परेको आमाले मगाइदिदै हुनुहुन्छ फर 52 के हो कति हो यही एउटै अनुहारमा यत्रो लाउने हो त ओ माय गॉड राम खोइ के हो गाइस राम बाफ्रे यो सबै सामान यो एकजनाको
अझ त ट्राभल प्याक हो है गाइज यो ट्राभल प्याक यो पनि छ आज पढ्नको लागि भनेर लिएर आएको कसम पढ्नको लागि लिएर आएको यो त अझ पुरानो रे नयाँ त घरमा छ पेन्सिल इरेजर नयाँ भोलि तर होइन मैले पढेको देखेको छुइनँ नि फेरि यहाँ के बुक देखाउ न बुक आमामामा माइक्रो इकोनोमिक्स बिजनेस बिजनेस बुक यहाँ नयाँ छ है बुक चाहिँ फेरि पढेको यत्रो कपीमै एक पाना पढेको छ जम्मा ए भगवान भदौतिर कसैलाई चाहिन्छ भने अब त्यो दसैँपछि सेकेन्ड ह्यान्डमा चाहिन्छ भने चाहिँ मलाई सम्पर्क गर्नु होला 9805680139 PBS फर्स्ट इयर यस बाप रे रोशनीको मेकअप सकिसकेपछि हाम्रो कन्टेन्ट बन्छ होइन रोशनीको डान्सवाला कन्टेन्ट बन्छ रोशनी मेरो बोलेको कन्टेन्ट यस्तो भाइरल भयो अस्ति 300 के भ्युज आयो कि त्यस्तै खालको कन्टेन्ट फेरि रिक्रिएट गर्ने हो अनि अरू चाहिँ मैले यहाँनिर टेबलमा बसेर देखाएर बोल्छु त्यो कन्टेन्ट फेरि धेरै कन्टेन्ट बनाउनु पर्ने छ फाइनली रोशनीको मेकअप चाहिँ सकिसकेको छ हेर त ल वाह 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 तपाईँलाई यस्तै मेकअप चाहिएको छ मलाई कन्ट्याक्ट गर्नु होला मात्र 5000 रुपियाँ होइन त अरूले 10-15 हजार किन्छन् उसले 5000 गरिदिन्छन् सिकाउन पनि सक्छु ल सिम्पल अब भिडियो सुट सुरु हुन्छ है त रोशनीको चाहिँ भिडियो सुट पनि सुरु भइसक्यो ल महारानी कलङ्कीबाट महारानी जडीबुटी आए इन ड्राइभमा होइन अनि प्रशान्त पनि आउनुभएको थियो महारानी जडीबुटी नै सो प्रशान्तको अफिस ब्ल्याङ्क र जडीबुटी चाहिँ नजिकै छ क्या हाम्रो पसल चाहिँ अनि प्रशान्त त्यहाँ आउनु भएको थियो अनि प्रशान्त र म चाहिँ अहिले जाँदैछौँ हाम्रो घरको नाम पनि राख्ने बेला भयो क्या महारानी कलङ्कीबाट महारानी जडीबुटी आइपुग्यो अब हामी जाँदैछौँ हाम्रो महारानी निवास बेक्सिकला घर एनिवे गाइज एकदमै पेट दुखिरहेको छ मलाई चाहिँ पिरियड पनि भइरहेको छ होइन एकदमै पेट दुखिरहेको छ कि मेरो मलाई युजली पेट दुख्दैन तर आजभोलि आई डोन्ट नो किन हो एकदमै पेट दुख्नु थालेको छ मलाई होइन जस्तो डे 1 मा चाहिँ दुख्छ कि आज सुरु दिन दुख्छ अनि भोलिदेखि दुख्दैन सो त्यही हो अब जाम्ला गएर मकै खानु पर्ला है भोक लागिरहेको छ त्यही मकै त खान्छु डिनर पनि खाँदिनँ आजदेखि म डाइटमा पनि छु नि त बिहान पनि थोरै भात खाएँ दिउँसो पसलमा एउटा रोटी खाएको क्या एउटा रोटी मात्र अनि अब गएर मकै खाने त्यहाँ मकैमा नि भयो मैले अस्ति 100 रुपियाँ दिएको छु अनि 2टा मात्र मकै खाएको छु म त मेरो फिर्ता पनि हाल्नु पाइन्छ सो गाइज हामी चाहिँ पार्कमा आइसकेको छौँ होइन ठ्याक्कसँगले यो चाहिँ मेरो फ्रेम हो क्या चस्माको फ्रेम मैले 2 खालको मगाएको थिएँ होइन यो वाला भयो यो 2टै चाइनाबाट मगाएको है मैले हाम्रो साथी चाइना जानुभएको थियो उहाँले दिनुभएको एउटा चाहिँ यो ओभलवाला सेपमा छ एउटा चाहिँ यो हल्का स्क्वायरवाला सेपमा हो सो 2टा मध्ये एउटा मैले पावर लाउनु पर्ने छ कुनवालामा चाहिँ ठिक हुन्छ होला लाउँदाखेरि यो भयो स्क्वायरवाला है यसो देखिन्छ क्लासी एकदमै सानो छ है यो भिडियोमा हेर्दा ठुलो देखे पनि अनि यो चाहिँ भयो ओभलवाला कुन नाम छ माया यो ओभलवाला एन्ड देन यो स्क्वायरवाला तर राम्री चाहिँ आइरहनु न मलाई यही पनि राम्रो लाग्यो आइरहनु मलाई चाहिँ यहीवाला मन पर्यो योबाट चाहिँ अलिकति एक पावरवाला चस्मावाला भाइ के सो म चाहिँ यसमै पावर लाउँछु ल त्यो पनि हजुर मलाई कमेन्ट भन्नु ल त्यो ओभलवाला राम्रो छ कि यो स्क्वायरवाला राम्रो छ भनेर अनि मकै खान जान लागेको यस्तो बसिरहेको छ पुरै गुड मर्निङ गाइज सो हिजो चाहिँ हामीले मकै लिएर आयौँ होइन त्यसपछि डिनर खाँदै खाँदै लकअप हेऱ्यौँ एन्ड देन द्याट वाज 8 मेरो चाहिँ एकदम पेट दुखिरहेको थियो क्या हिजो पिरियड भएको थियो नि मलाई अनि त्यही भएर म सुतिहालेँ छिटो अनि अहिले भर्खरै म उठेको बिहान उठ्ने बित्तिकै मैले चाहिँ मेरो योगाको स्ट्रेचिङहरू गरेँ मेरो यो गर्दन दुखिरहेको छ नि त ब्याकअप त नि अनि त्यो सलिड फिजियोथेरापीहरू गरेँ एन्ड देन अहिले 20 मिनट वाक गरेँ होइन पसिना पुरै भिजेको छु मजा आयो बिहान एक्सर्साइज गरेँ जस्तो सबमा सावर लिन्छु खलक्कसँग नुहाएर अनि फ्रेस हुन्छु फर द डे
आज चाहिँ मेरो त्यस्तो केही प्लान छैन। मेबी म महारानी जडीबुटी जान्छु होइन, जडीबुटीमा गएर भिडियो सुटहरू गर्छु एन्ड देन मेरो युट्युब भिडियो एडिट गर्छु। सो आज मलाई जर्नलिङ पनि गर्न मन लागिरहेछ। सो मेबी म बाहिर कुनै क्याफेमा जान्छु अनि क्याफेमा गएर आइल बी वर्किङ, किनकि सावर लिएर फ्रेस भएर खाना खाएर निस्किन्छु कि म काम गर्नको लागि आएर नो के गर्छु कसो गर्छु। बट देन या अल्सो मेरो एक दुईवटा भिडियो एडिट गर्नुपर्ने छ, ब्रान्ड डिल्सहरू होइन। अनि प्रशान्त चाहिँ भर्खर उठ्नुभएको गाइज, भर्खर उठ्नुभएको। कति बजी देखाऊ त, कति बजी देखाऊ? हो 6:30 चाहिँ गाइज यहाँ 8:37 भयो, बल्ल उठ्नुभएको। तर म त आज छिट्टै उठेको, 7:30 बजे उठेको। लगिहाल्यो पानी पनि। गाइज हामीले चाहिँ होइन डेजीलाई पनि यहाँनिर हिँडाउँदैछौँ क्या। यहाँनिर हिँड्नुपर्छ भने भागेको भागे चाहिँ होइन। ल हिँड्दै जिम जाम 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 जाने आ होइन 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 ल हिँड हिँड जिम जाम 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 हिँड 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 भागे हिँड्दै हिँड्दिनँ। वा मेरो मेसिन बिग्रिन्छ। ऊ भागी खोइ नि गर्दै गर्दिनँ। अल्सो गाइज हाम्रो चाहिँ यो घरमा चाहिँ स्कुल छ होइन, यति हल्ला हुन्छ यो स्कुलमा बाफ्रे। जहिले के न के प्रोग्राम हुन्छ, कहिले प्यारेन्ट्स डे, कहिले फादर्स डे, कहिले मदर्स डे, कहिले कहिले के डे, कहिले टिचर डे, कहिले स्टुडेन्ट डे, कहिले के बाफ्रे यति धेरै कुराहरू हुन्छ होइन। दिनभरि यति हल्ला हुन्छ, ड्याङ ड्याङ बजाएको छ, ड्याङ ड्याङ बजाएको छ। ओ माई गड, बिहानभरि त यो घरमा नि कलेजै कलेज हुन्छ क्या। तर फेरि दिउँसो हेर्छ त्यस्तो हुँदैन। सी माया गर्दा मोटाइसक्यो यार। गाइस मैले 2 दिन भयो डाइटिङ गरेको, एक्सर्साइज गरेको। म कति घटेको हेर्छु ल, 54.2। सो मायालु गर्दैछ नि म, हेर 55 पोइन्ट कति थियो भन त? 54.2 भएछु भनेको। कति घटे? अलमोस्ट 1 केजी अलिक बढी, अलिकति बढी। तर त्यो नखाइकन थियो नि त, त्यो खाएर थियो नि त। मैले हिजो पनि आएको थिएँ, हिजो बिहान मैले खाली पेटमा आउँदाखेरि 54.9 थियो होइन, अनि आज चाहिँ 54.2 भनेर अलिअलि ग्राम घट्दैछ। अहिले कुद्दिने यार स्याचा भएर हजुर कुद्दिनँ। तर भुँडी चाहिँ सँग अलिकति बुली गर्नुपर्छ गाइस कमेन्टमा। सन्दाको भुँडी भएन भनेर गाडीमा यत्रो टुक्रोको भुँडी देखिन्छ, कसरी कमेन्ट गर्नुहुन्न यार? नो त्यही ठाउँमा यदि केटीको भुँडी हुन्थ्यो भने राम्रो, कत्रो भुँडी रहेछ ए घट। मलाई त है कमेन्ट, म 2 केजी मोटा गरेको छु नि म, कमेन्टमा दिदी जिम जानु न भन्दै पुरै टिकटकहरू आइसक्यो। सो गाइस हम चाहिँ खाना बनाउन लगाइसक्यो। खानामा चाहिँ छ यहाँनिर थोरै राइस, अराउन्ड 100 ग्राम जतिको राइस छ होइन। यो चाहिँ भयो लोकल आलुको भुटुवा, त्यसपछि मुन्टा, अनि यो कर्लाको अचार, अर्को अचार, अन्डा, अनि दाल, मोही इटिसी इटिसी। मिठो छ? मिठो छ ल। यसो भन्नु पर्ने बोक्राउनु खाने। प्रशान्तले बर्दियाबाट ल्याउनु भएको आलु हो क्या, सानो सानो आलु होइन। के आलु भन्छ मायालाई? जस लोकल आलु, गाउँको आलु, सानो सानो पुन्टे आलु। त्यसको चाहिँ बोक्रा पनि छ, यो बोक्रा पनि ननिकालिकन खाने, मिठो हुँदो रहेछ होस्। अनि यो आलुसँग यो मुसुरीको दाल झन् लास्टै मिठो हुन्छ। थोरै घिउ पनि खानु न माया। सो गाइस मैले चाहिँ अघि नै होइन म क्याफेमा जान्छु, आनन्दले बस्छु भन्दै सोचेको थिएँ। तर चेन्ज इन प्लान, किनकि कति हल्ला हुन्छ यहाँ घरमा त। तर हाम्रो प्लान चाहिँ चेन्ज भयो, किनकि हाम्रो महारानीमा चाहिँ नयाँ कलेक्सन आएछ कि, नयाँ लुगाहरू आएछ। सो म चाहिँ पसल जानै पर्ने भयो भिडियोहरू खिच्न ओर्नको लागि, त्यही भएर म चाहिँ रेडी भइसकेको छु। सो मैले टाउको चाहिँ नुहाउनु भ्याइनँ होइन, तर जिउ चाहिँ खलक्कसँग नुहाएँ। एन्ड देन दिस इज माई फिट। ओ माई गड यति हल्ला हुन्छ यार। इज माई फिट। मैले चाहिँ यो व्हाइट कलरको टप, अनि यो मेरो ट्राउजर लगाएँ पिङ्क कलरको, व्हाइट एन्ड पिङ्क। आई डोन्ट नो आजको मेरो यो मेकअप चाहिँ नै बिल्कुल पनि राम्रो भएको छैन कि। आई फिल लाइक क्यामेरामा त राम्रो देखिरहेको, तर कस्तो त्यो सनस्क्रिन चाहिँ क्याक 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 भएर निस्किरहेको छ क्या, प्याक 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 भएर। एन्ड देन एक्सर्साइजको लागि मेरो यो सिक्री, त्यसपछि यहाँ 2टा ब्रासलेट लगाएँ, अनि यो हातमा चाहिँ मेरो घडी र औँठी लगाएको छु।
सो दिस इज माई फिट आउटफिट अफ द डे गाइज मलाई चाहिँ होइन पातली हुन मन लागेको छ क्या एकदमै पातली हुन मन लागेको छ होइन सो स्पेसली मेरो चाहिँ यो आर्मपिट फ्याट छ हजुरले याद गर्नुभएको छ कि छैन अनि मेरो चाहिँ यहाँनिर फ्याट छ क्या एकदम धेरै यो काखीमा चाहिँ मेरो फ्याट छ होइन अनि कहिलेकाहीँ चाहिँ मलाई अब यस्तो स्लिभलेसहरू लगाउनु पनि अलिकति इन्सिक्युरिटी चाहिँ हुन्छ तर पनि म लगाइरहेको हुन्छु होइन हुन त लगाइरहेको हुन्छु त्यस्तो धेरै इन्सिक्युरिटी त हुँदैन भनेर तर पनि मलाई यहाँको यो आर्मपिट फ्याटले गर्दा चाहिँ एकदमै धेरै कस्तो हुन्छ कि जतिसुकै मैले एक्सर्साइज गरेँ पनि यो जाँदैन होइन एन्ड देन त्यही हो अरूतिर चाहिँ अलिकति पेट छ अनि अरू त ठिकै छ यार मेरो थाइहरू ठुल्ठुलो छ के लाइक माई बट यु क्यान सी ओ माई गड सो या अरूभन्दा पनि मलाई यो आर्मपिट फ्याट अनि यतातिर अलिकति जस्ट फ्याट ओभरअल फ्याट रिड्युस गर्नु मन लागेको छ मेरो भिजन बोर्ड हेर्नु न यस्तो भयो कलरै उडेको छ मेरो भिजन बोर्डको जे होस् म अस्ति नै एकदम पातली भएको थिएँ कि यु क्यान सी मेरो कस्तो बच्चा जस्तै फेस देखिरहेको छ होइन सो त्यो बेला चाहिँ म 49 केजी भएको थिएँ एकदम सानी फुची देखिन्थ्यो कि अनि अहिले चाहिँ म 54 केजी भएको छु अलि ठुलो केटी छु देखिन थालिसक्यो मलाई फेरि अब भिजन बोर्ड चाहिँ खै हेर त ग्रीन भनेको टिक हो सब टिक 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 ब्ल्याक एन्ड व्हाइट भइसक्यो मेरो भिजन बोर्ड पुरै यो चाहिँ प्रशान्तको फिट आयो त गाइज ग्रिन कलरको टी सर्ट ब्यागी खालको टी सर्ट अनि ब्यागी प्यान्ट सो प्रशान्तको बेसिकली जहिले पनि एउटै हुन्छ टी सर्ट लगाउनुहुन्छ अनि ब्यागी खालको प्यान्ट लाउनुहुन्छ अनि स्किन केयर गर्नुहुन्छ एन्ड देन हिरो देखिन्छ त मायालु के हो हेर न सान बढेको हेर न आमामा हिरो भनिदिएको हेर न गाइज म चाहिँ महारानी कलङ्की पनि आइपुगेँ होइन यस्तो निदाएर आएँ नि म गाडीभरि पुरै निदाएर एक मिनट प्रशान्तले भन्नुभयो गरेर सुतिराखेको थियो अरे म गरेर अनि मेरो यहाँ 2वटा पिआर प्याकेज आएको छ अरे के आएको छ हामी अनबक्स गर्नु त खै त्यहाँभित्र छ त्यहाँभित्र अर्को पनि बनाउने अझ मलाई यो चाहिँ के हो भन्दाखेरि जिमको सेट हो मलाई थाहा छ भिडियो बनाइदिनु है भन्दै हुनुहुन्थ्यो वाउ लभ इट सो दिस इज स्पोर्ट्स ब्रा माथिबाट लगाउने हामी टप अनि यो मन परेको हामी त हिजो यो खोलेर हेरेको हामीले त हिजै खोलेर मलाई त यो मन परेको सर्ट्स टक्कसँग यसको वेस्टलाइन पनि यस्तो क्रसवाला रहेछ नि त अनि फिगर पनि राम्रो देख्छ उहु नाइस बुटी देखिन्छ अहिले सेट छैन गाइस सेट यसको चाहिँ यो पेड ब्रान्डिल हो यसको चाहिँ भिडियो बनाइदिनु पर्ने हो सो यो चाहिँ मलाई थाहा छ पनि एउटा सनस्क्रिन चाहिँ यत्रो ठुलो कार्टुनमा यार यो चाहिँ पेड ब्रान्डिलवाला हो होइन अब म 1 हप्तासम्म ट्राई गर्छु अनि मलाई कस्तो लाग्छ के लाग्छ अनि म टक्कसँगले भिडियो बनाइदिन्छु सो यो सनस्क्रिन हो होइन यो चाहिँ सिलिकन सनस्क्रिन रे सिसेलाको फ्रम जर्मनीको सनस्क्रिन रहेछ लुमिडर्माबाट आएको यो चाहिँ मलाई एन्ड त्यही हो गाइस मलाई यसको योवाला कस्तो दामी लाग्यो प्याकेजिङ SPF 50+ वाला यसो सिलिकन भनेको जेलवाला जेलवाला जेल बेसमा रहेछ नि त है यो कस्तो राम्रो हौ कस्तो राम्रो प्याकेजिङ नि यो बाहिरको सुनि वासना कोकोनटवाला ए जेल बेस राम्रो हुन्छ कस्तो स्मुथ भयो टेक्सचर हातै जेल बेस राम्रो हुन्छ यो मैले लगाउँछ कि युभी डक्सको त्यसै नै भयो मलाई ए प्रशान्तलाई मनपर्छ एकदम धेरै युभी डक्समा साथी लाग्यो यहाँ हेर्न सक्नुहुन्छ महारानीको ओनर उहाँले मेहन्दी लगाइदिँदै हुनुहुन्छ यस्तो प्रिटी बनाइदिनु भएको छ हेर्नु रोशनी लेख्ने के लेख्नु त अब हेर्न सक्नुहुन्छ यहाँ कति ट्यालेन्ट छ हेर्नु हाम्रो यहाँ हात चाहिँ पनि यत्रो महारानीज्यूको आज त घर आन्टी कस्तो अब चाहिँ खान्छु नि त छ यो त यसमा चाहिँ अर्को हातमा पनि सकाएँ सिधा देखाउ त ल यो हातको र यो हातको दुईटा हात देखाउ त हजुरलाई कुन मन पर्यो चाहिँ मेरो आफ्नो डिजाइन हो है नो डिजाइन हेरिकन त्यो डिजाइन हेरेर बनाएको हो त्यो राम्रो छ नि है त्यो चाहिँ अलिक एस्थेटिक छ जसले पुरानो डिजाइन भयो अब अलिक दामी न्यू डिजाइन हाम्रोमा चाहिँ पुरै श्रावण लागेको छ है मेहेन्दी चुरा पोते यहाँ हेर्न सक्नुहुन्छ चिठी यति धेरै पुरै श्रावण लागेको छ के पुरै श्रावण लागेको छ होइन हामी चाहिँ यहाँनिर अर्डर प्याक गर्दै थियौँ अलि भिडियोहरू पनि बनायौँ अनि रोशनी चाहिँ यहाँनिर खाजा अर्डर गर्दैछिन् चुरा पनि लगाएर मेहेन्दी पनि लगाएर लगेर गाइस रोशनीको हात देखाउ न मैले कति लगाइदिन्छु कि यता अर्कोतिर यता यता अनि अर्कोतिर चन्द्रमुखी नै भइसक्यो होइन मेहेन्दी हे हातो खै के जाते यहाँबाट एउटा ग्रीन कलरको कुर्ता लगाएर जाऊ घरमा खै
चुरा टिका गाइज मैले जहिले पनि होइन खाजा खाएको भिडियो नै खिच्न बिर्सिँदो रहेछु क्या। सो मैले चाहिँ भर्खरै यो एक बुटुको सब्जी र एउटा रोटी खाएँ है। बहिनीहरू चाहिँ खाँदैछन् अझै पनि यही रोटी खाएको है गाइज। मैले चाहिँ ल यही रोटी खाएको, मैले चाहिँ खाइसकिहालेँ। सो गाइज मेरो चाहिँ अर्को पनि पिआर प्याकेज आइसकेको छ, सन्ध्याले रिसिभ गरेर ल्याइन। अब हामी अनबक्स गर्न जाँदैछौँ। माछाको बाउल हो क्या, माछाको सेट हो जस्तो लाग्यो। महँगो पर्नेवाला हो क्या, ह्यान्डमेड सेरामिक हो यो चाहिँ। सो मलाई चाहिँ होइन अस्तिदेखि नै किन्न मन लागिरहेको थियो, तर एउटा बोटुकाको 2500 अरे, अनि एउटा कपको 2000 अरे। राम कति महँगो भएर मैले किनेकी थिइनँ। ठ्याक्क नि हामी हजुरलाई हामी पिआर पठाइदिन्छौँ भनेर मेसेज आयो कि, अनि म त यस्तो मख परेर ओके ओके भन्दै भनेको क्या गाइस। किनकि यो चाहिँ ह्यान्डमेड हो, हातले बनाउँदाखेरि महँगो पर्न गइहाल्छ नि त। सो रियली महँगो थियो, तर मलाई पिआर आयो। आइम सो ह्याप्पी। कुनै कुनै पिआर चाहिँ जेन्युनली एकदम खुसी लाग्छ कि, जस्तो त्यो जिम सेट भयो, यो भयो होइन, आफूलाई जेन्युनली चाहिरहेको चिजबिजहरू तपाईँले यहाँबाट लिन सक्नुहुन्छ है। यो चाहिँ रियोज आर्ट स्टुडियोबाट आएको है। कति क्युट है। वाउ, सेफ्टी अब सेफ गर्नु पर्यो नि त, नभए फुट्छ नि त। त्यो भएर हामीले किन्नु परेन, सन्ध्या आज पठाउनको लागि यही भयो। त्यो चुराको पनि अर्डर आइरहेको छ। वाउ, स्ट्र चाहिरहेको थियो मलाई। स्ट्र ओ माय गॉड, कस्तो क्यूट कलर। हट हट हट, मजा आउँछ मजा आउँछ। ओए फुट्ला फुट्ला। कस्तो राम्रो। वाउ, यस्तो लभ सेट। ओए कति राम्रो माछा घोल्ने है गाइस। माछा विस्को हो, सो प्रिटी। वाउ, कुनै छिच्याउ यार। के गर्दै तिमीले? यहाँ चाहिँ माछा त्यसो गर्नु हुने। राख्ने। लभ सेटमा झन् अझ। ओ यहाँ चाहिँ स्ट्र हाल्ने हो। खोइ ल्याउन कति राम्रो यो। खोइ खोला, अब त आज नै गएर माछा बनाएर खान्छु त्यसरी। ओ माई गॉड गाइस, हेर्नु लभवाला कति राम्रो। यहाँ चाहिँ माछा विस्क ठ्याक्क राख्ने, यहाँ खरखर खर घोल्ने, अनि यो खाने। म त यो कति टाइमदेखि किन्छु सोचिरहेको थिएँ। सो प्रिटी गाइस। यो हेर्नु कति प्रिटी गर्दै खाने के। लाइक मेरो स्मुदी खाँदा पनि भयो होइन। अनि यसमा टक्कसँग त्यो स्ट्यान्ड विस्क राख्ने। अनि यो विक्स पनि पठाइदिनु भएको हुन्थ्यो, किनकि मेरो विक्स पुरै पुरानो भएको छ। बट नेभर माइन्ड। ओ माई गॉड गाइस, दिस इज सो प्रिटी। द कलर इज सो प्रिटी। कस्तो राम्रो, ह्यान्डमेड हो, फेरि पुरै हातले बनाएको गाइज। त्यही भएर कन्टेन्ट क्रिएसन गर्नुपर्छ, भिडियो बनाउनुपर्छ। यस्ता राम्रा चिजबिजहरू, आफूलाई मन लागेका चिजबिजहरू सबै फ्रीमा आउँछन् होइन, आफै आउँछन्। धेरै नै कस्तो राम्रो या, लास्टै मन पऱ्यो मलाई त। यत्तिकै पनि यस्तो क्युट क्युट पिङ्क स्टफ मनपर्ने मान्छेलाई अझै यति राम्रो राम्रो आएपछि त कसरी मन नपरोस्। सो गाइज म चाहिँ होइन महारानी कलङ्कीबाट महारानी जडीबुटी आएँ। अनि प्रशान्त मलाई जडीबुटी पनि ल्याउनु भएको थियो। अनि प्रशान्त र म चाहिँ अहिले पार्कमा आएको छौँ डेजीलाई डुलाउनुको लागि, प्लस मकै खानको लागि। हेज डेजी वकिङ। सो गाइज म चाहिँ होइन घर आइवरी सावर लिएँ, अनि मलाई यस्तो कस्तो फिल भइरहेको थियो कि इभन त म बिहान पनि बडी खलक्कसँगले वास गरेर गएको, र पनि मलाई कतिखेर घर आएर नुहाउनु भएको थियो कि। आई फिल सो फ्रेस। सावरिङ इज अन्डररेटेड कि, नुहाएपछि त्यो एकदमै यति फ्रेस फिल हुन्छ होइन। त्यो फिलिङ इज अन्डररेटेड आई गेस। मलाई नुहाउनु त मलाई केही जस्तो लाग्दैन, म जिउ त डेली नुहाउँछु होइन, तर टाउको चाहिँ म 3 दिनमा नुहाइरहेको हुन्छु क्या। बिकज नुहाउनु त मलाई केही जस्तो लाग्दैन। आई लभ फ्रेस हेयर होइन आफ्टरको चाहिँ, तर त्यो कपाल सुकाउन यति धेरै बेर लाग्छ होइन। सो त्यो कपाल सुकाउने झन्झटले चाहिँ म टाउको ननुहाइरहेको हुन्छु कि, अनि आफ्नो भ्याइँदैन पनि सुकाएर बस्नको लागि होइन। सो सुकाउनको लागि चाहिँ मलाई एकदम ह्यासल लाग्छ। अनि सिन्स त्यहाँ मैले थाहा पाएँ कि कपाल चिसै छोड्यो भने चाहिँ झन् धेरै ड्यामेज हुँदो रहेछ क्या। त्यही भएर कपाल सुकाइहाल्नु भन्ने कुरा थाहा पाएदेखि चाहिँ म नुहाउन चाहिँ अल्छी भएको छु टाउको नुहाउनको लागि चाहिँ। बट देन यहाँ एनिवे, अनि मैले चाहिँ एकदमै मेरो क्युट यो फेभरेट सिल्कको ड्रेस लगाएको छु होइन। यो चाहिँ म मुख धुँदाखेरि भिजेको छ, तर पनि ठिकै छ। एनिवे आई लभ दिस ड्रेस के चाहिँ पुरै ब्याकलेस पनि छ। अनि आज चाहिँ मेरो पिरियड भएको डे 2 हो होइन, तर मलाई चाहिँ 2 दिन और म्याक्सिमम चाहिँ 2.5 डेमा पिरियड सकिन्छ कि। मलाई 4-5 दिनसम्म हुँदैन, विच आइम रियली ग्रेटफुल। मलाई त्यस्तो पेट पनि दुख्दैन। हिजो चाहिँ डे 1मा अलिअलि स्लाइटली दुखेको थियो, तर त्यो पनि कन्ट्रोल गर्न सक्ने गरिन्थ्यो। आज त कम्प्लिटली दुखेन होइन। सो
या आई एम रियली ग्रेटफुल फर द्याट एनिवे अब चाहिँ म स्किन केयर गर्छु एन्ड देन प्रशान्तले चाहिँ डिनर बनाउँदै हुनुहुन्छ म चाहिँ डिनर खाँदिनँ होइन किनकि राति राति म खाइरहेको छैन आइम अन डाइट 55 केजी पुगेको छु क्या सो म हुनुपर्ने चाहिँ 49 केजी हो तर 55 केजी पुगिसकेको छु मोटाएर सो आई निड टु कन्ट्रोल त्यही भएर म चाहिँ डाइटमा छु बेलुका खाँदिनँ एनिवे गाइज त्यही हो एन्ड देन प्रशान्तले चाहिँ मेरो लागि डाइट कोक बनाइदिँदै हुनुहुन्छ है सो बेसिकली डाइट कोक भनेको 0 सुगर 0 क्यालोरी हो नि त पानी खाए जस्तै हो यो चाहिँ हो प्रशान्तको लागि अनि यो चाहिँ हो मेरो लागि अघि भर्खर मलाई पिआर आएकोमा नयाँमा यसमा आइस क्युब हाल्नुहुन्छ अनि प्रशान्तले आफ्नो लागि चाहिँ अनि खाना अनि बिहानको त्यो आलु भुजिया भुटेर टक्कसँग बनाउनु भएको छ हेर्दाखेरि माउथ वाटरिङ छ तर पनि म खान्न नाइ म खान्न मोटी भइसक्यो म आई टु कन्ट्रोल त्यही भएर म चाहिँ खाँदिनँ एन्ड देन गाइज अब चाहिँ हामी खाँदै खाँदै लकअप हेर्ने हो त्यही हाम्रो रुटिन अनि यो भ्लग चाहिँ म यहीँ इन्ड गर्छु बिकज हुन्छ नि एकदम लामो भइसक्यो जस्तो लागिरहेको छ मलाई सो क्या थ्याङ्क यू फर वाचिङ प्लिज मेक स्योर टु सब्सक्राइब अहिले चाहिँ म एकदम कन्सिस्टेन्ट भइरहेको छु डेली भ्लग हालिरहेको छु होइन अनि हजुरलाई यस्तै खालको भिडियो हेर्न मनपर्छ कि अरू नयाँ नयाँ के आइडिया छ प्लिज कमेन्ट गर्नु होला थ्याङ्क यू फर वाचिङ प्लिज लाइक पनि गर्नु कमेन्ट पनि गर्नु बाई बाई लभ यु अल